हो कि अन्त उयो गर्नु। हेलो साथीहरू, आज चाहिँ म मेरो है गाउँको भाइ एकदम नजिकको भाइ रको भन्नुहुन्छ तपाईँ सबैजनाले, र यहाँ चाहिँ म एकदम आज चाहिँ सबैलाई अनि लोसरको शुभकामना दिँदै आज यहाँ भाउजूको गाउँमा चाहिँ म बिहा खान आएको छु र तपाईँले यति धेरै माया दिनुभयो हाम्रो भाउजूलाई होइन, तपाईँले यति राम्रो फलो गरिदिनु भएको छ उहाँलाई, यति मिठो मिठो कमेन्टहरू दिनुभएको छ, त्यसको लागि म पनि धन्यवाद दिन चाहन्छु। र यो सोसियल मिडिया भनेको कसैको बाउको पेवा होइन, जसले यसलाई राम्रो ध्यान दिएर काम गर्छ उहाँलाई सक्सेस हुन्छ र जसरी उहाँलाई सपोर्ट दिनुभएको छ सधैँभरि यसरी दिनुहोस् होला। हामी त एउटा यो गाउँमा भेटिरहने मान्छे हो, साथ दिने हो, नयाँलाई हामी सहयोग गर्ने हो, एउटा जोस दिने हो र तपाईँले नयाँ नयाँ कन्टेन्टहरू हाल्नु भइरहेछ, विशेष गरी कुकुरको हाल्नुहुन्छ, आफ्नो परिवारको हाल्नुहुन्छ, त्यसको लागि एकदम राम्रो छ तपाईँहरू क्या। अनि तपाईँले कसैको विषयमा टिका टिप्पणी गर्नु जरुरत छैन, तपाईँ आफ्नो कन्टेन्ट राख्नुहोस्, दर्शकले मन पराइदिन्छ। यो तपाईँलाई मेरोबाट आशीर्वाद पनि सम्झौता पनि र सबैले माया गरिदिनुहोस् होला। धन्यवाद। अब एकछिनमा नाच्ने पनि छ हामी। सुरुवातमा भर्खर मेरो 15-15 फलोवर्स हुँदाखेरि चाहिँ मैले उहाँको सपोर्ट लिएको थिएँ है, जस्तो कि मलाई सपोर्ट गरिदिनु होला भनेर चाहिँ उहाँकोबाट मैले सपोर्ट लिएको थिएँ कि मलाई फलो गरिदिनु। उहाँको लाइभमा गएर पनि मैले धेरै सपोर्ट मागेको थिएँ है, र उहाँले मलाई भनिदिनु भएको थियो र धेरैले उहाँको थ्रुबाट चाहिँ मलाई सपोर्ट गर्नुभएको थियो। नेपालबाट होइन, नेपाल सिक्किम त मेरो माइत भयो है, नेपालबाट चाहिँ धेरैजनाले चाहिँ उहाँको थ्रुबाट चाहिँ मलाई सपोर्ट गर्नुभएको थियो र अझै पनि सपोर्ट गर्नुभएको छ। अझै अब धेरै अघि बढ्नु छ हुनु त, अब त्यो कुकुरको थ्रुबाट होइन, म चाहिँ एउटा मानवताको थ्रुबाट चाहिँ म अघि बढ्न चाहन्छु है। र उहाँको पैसाको कुरा गर्यो भने उहाँलाई खाँचो छैन, फौजी बुढी हो यो चाहिँ मलाई होइन पैसाको लागि चाहिँ मैले धेरैजनाले भनेको छ क्या, डलरको लागि चाहिँ कुकुरलाई युज गरे भनेर भनेको छ मलाई, तर मलाई खाँचो त्यस्तो भाउजू यस्तो कति छाडा भन्ने त कति आउँछ सोसियल मिडियामा, तिनीहरूको कुरै नसुन्ने हो। तर मलाई खाँचो छैन होइन, मैले एउटा कुकुरलाई मान्छेको एउटा होइन माया दिइरहेछ, त्यो कुकुरलाई मान्छेको माया दिनु भनेको उसले सक्ने पनि होइन, मैले पनि सक्दिनँ। र उहाँकोबाट धेरै मैले सपोर्ट पाएको छ र उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्दै आज होइन, अस्ति नै म तपाईँकोमा आउनेवाला थिएँ तर म बिजी भएकोले गर्दा कालिम्पोङभरि सोरेङ भएकोले गर्दा आउनै पाएको थिइनँ र आज चाहिँ मैले यहीँ मेरो छोराकै बिहा भनौँ है, दाजुको छोराको बिहामा चाहिँ यहाँ भेट भएर चाहिँ मैले यहीँबाट आज मजाले इन्जोय गरियो बिहामा, अलिक ढिलो भयो, कालिम्पोङमा सानो प्रोग्राम लोसरकोले गर्दा अलिक ढिलो भयो, तर पनि ढिलै भए पनि उहाँहरूको वेलकम थियो। मेरो टिमै आउनु भएको छ, सबै घरको फ्यामिली, यहाँ हाम्रो म्यानेजर साहब, यता मिस्त्री बाउ, यता मेरो मदन साथी छ, हामी सबै आएको छु र हामी इन्जोय गर्दैछौँ साथीहरू होइन। र त्यो हजुर दुनियाँभरको कमेन्ट लेख्ने त उसको जातै लेख्ने हो है, हाम्रो काम गर्ने। धन्यवाद तपाईँलाई पनि होइन, विशेष धन्यवाद चाहिँ मैले अस्ति नै दिनु खोजेको थिएँ है तपाईँकोमै आएर, तर आज चाहिँ मैले तपाईँलाई भेटेरै दिनु पाएँ, यसको लागि एकदम खुसी लाग्यो। गर्दै जानुहोस्, यस्तो कमेन्ट कति आउँछ त्यो सुन्दै नसुन्ने हो, त्यसले कुकुर पालेर दियोस् पहिला, त्यहाँबाट मात्रै कुरा गरौँ। भन्दैछ हाम्रो गाउँको मान्छेले कुकुरले गर्दा उहाँ भाइरल भयो भन्दैछ, कुकुरलाई भाइरल होइन, कुकुरले भाइरल गरेको थियो म मान्छु, तर कुकुरलाई भाइरल गराउने पनि त एउटा आमाको जरुरत थियो नि त। अब मैले घोडा ल्याएको छु, घोडाले गर्दा भाइरल बनाएको होला मलाई, गरमैले घोडा आइरहेको छु। तिमी पहिला कुकुर पालेर हेर्नु, त्यहाँबाट कमेन्ट लेख्नु।